शब्द साथ दिने एउटा नाम हो अमित कुमार चन्द। एकपटक अमित कुमार चन्दको लागि एकपटक जोरदार ताली। र सम्मान छ मेरो प्यारो साथीलाई। अब हामी ढिला गर्दैनौँ र विशेष गरी हाम्रो यही सल्यानमा जन्माएको मेरो र उहाँको पालिका एउटै हो, कपुरकोट गाउँपालिका सल्यान। मेरो प्यारो सोल्टी जो बलदारीलाई जीवन्त 15 वर्षदेखि अहिलेसम्म एउटै रथ एउटै यात्रा, जसरी 12 महिना नाम रहँदैन नि होइन, त्यस्तै यात्रा मेरो प्यारो सोल्टी। एकचोटि अमित कुमार चन्दको लागि ताली हल्ला। धेरै धेरै माया सम्मान छ मेरो प्यारो साथी अमित कुमार चन्द। त्यसैगरी डेनी गुरुङ अगाडि आइदिनु होला। मार्क्स त छ र डेनी आज डेनी रानी प्रो साथी विशाल परियार बलदाईसँग ताना तानमा हानाहान देख्नु भएको छ नि होला होइन, देख्नु भएको छैन? मेरो प्यारो साथी विशाल परियार यहाँ पनि माया छ। डेनी गुरुङ यहाँको टिम एकपल्ट जोरदार ताली टिम पाउँछ। डान्स हप्ता छँदैछ ओके ड्राई रमाइलो छ। अब हामी एउटा गेम खेल्छौँ बोल्दै। हाम्रो भेष कता छ खै, अब रमाइलो गर्नुपर्छ। हाम्रो डेनी गीत चाहिँ हाम्रो ब्याकग्राउन्डमा आबाट आमा गीत मैले दिएको छु नि होइन, त्यो गीत बजाइदिनु होला र केही आवाज त सुन्नु पऱ्यो नि होइन। थ्याङ्क यू। रमाइलो भइरहेछ, रमाइलो भइरहेछ। नजिकसम्म आउँदा हुन्छ के गर्नु, किन हामी चाहिँ अब एउटा सानो गेम खेल्छौँ। चलचित्र आबाट आमा यही माघ 16 गते लाग्दैछ, थाहा छ तपाईँहरूलाई होइन? थाहा छ नि, माघ 16 गतेबाट आबाट आमा लाग्दैछ। तपाईँको नजिकको सिनेमाहरू कहाँ छ? यहाँ दाङ होइन, दाङमा सुर्खेतमा जहाँ छ, जहाँ पाएको पर्छ त्यही जानु होला तपाईँ। सल्यानमा छ यहाँ छ, सल्यानमा पनि छ अरे हलमा, थाहा थिएन। सो नजिकको फिल्म हलमा गएर हेर्नु होला चलचित्र आबाट आमा। यो तपाईँहरूकै स्टोरी, घरको कहानी हो। तपाईँ सम्पूर्ण आमा बुवाको लागि बनेको फिल्म हो, छोराछोरीको लागि बनेको फिल्म हो। र आज हामीहरू सानो गेम खेल्दैछौँ र शान्तरामजीले एउटा क्वेसन सोध्नुहुन्छ, त्यसको आन्सर जसले मिलाउँछ हामी आबाट आमाको टी सर्ट दिन्छौँ। हुन्छ ओके ल, पहिला हात उठाएर एन्सर दिनु होला है त। एकछिन फोटो पनि खिच्नु होला एकैछिनमा। ब्याकग्राउन्डमा छोटो मिठो म्युजिक बजिहाल्छ होइन। र स्पेसली यो मञ्चमा हामी पाएका छौँ नेपाली चलचित्र जगतका सुपरस्टार। एकचोटि पौसालाई फेरि न्यानो ताली हल्ला दिउँ त हजुर। हेर्नुहोस् हाम्रो चलचित्र आबाट आमा जो तपाईँले देखेको अनुहार दाइको मोहर चलचित्रलाई जति माया गर्नु भएको थियो नि त्योभन्दा डबल माया दिने बेला भएको छ चलचित्र आबाट आमालाई। र पहिलो प्रश्न रहेको छ के होला, चलचित्र आबाट आमा कहिले रिलिज हुँदैछ? कति कति? यसो मिलाम, म 1 2 3 भन्छु, छ्याट्ट चलचित्र हात उठाएर भन्छ उसलाई म बोलाउँछु है। रेडी 1 2 3 कति दाइकै हातबाट यो टी सर्ट नाम के हो? ऋतुविकाले। र पहिलो टी सर्ट दिएका छ, एकपल्ट जोरदार ताली प्लिज। अर्को कि अर्को है पवन शाहज्यूले अभिनय गरेको म्युजिक भिडियो जो तपाईँले सर्वाधिक सबैभन्दा बढी भ्युज पुगेको पहिलो गीत कुन हो? पुनः म 1 2 3 भन्छु है। 1 2 3 फुलबुट्टे सारी होला दाइ मिल्यो? कसले मिलायो? म माइक दिन्छु है, दाइले भनिदिन्छु ल। दाइ कसलाई माइक दिउँ? फुलबुट्टे सारी हो, गीत गाउन आउँछ फुलबुट्टे सारी?
हाल यता रेडी हो रेडी हो ल ठिक छ अर्को प्रश्न एकदम सजिलो प्रश्न छ तपाईँ आत्तिने होइन है आदरणीय नायक तपाईँ हामी सबैको मुटुको ढुकढुकी हाम्रो मध्यपश्चिमको शान गौरव माटो संस्कृति नेपाली चलचित्र जगतमा पहिलो पाइला टेकेको चलचित्र नायक पल साजुको पहिलो चलचित्र कुन हो नाइ नभन्नुलाई मात्र होइन पछाडि अङ्क पनि छ अङ्क कुन हो नाइ नभन्नु होइन होइन टु होइन अब त यसरी खेल्नुपर्छ एकछिन है म एक दुई दिन चाहिँ यहाँ पनि दिनुपर्छ फेरि एक दुई तिन कति मिलेन यतातिर ल फेरि एक दुई तिन भाइ अगाडि आउँदा भाइ मात्र अगाडि आउँदै त क्याप लगाएको भाइ अगाडि आउँदा कुन मुभी हो नाइन भन्नु न फोर हो साँच्ची हो भन्नु नाइन भन्नु न फोर नै हो र भाइलाई हामी आबाट आमाको यो भेट गर्दैछौँ चलचित्रको टिमबाट र अरू प्रश्न है आदरणीय नायक पल शाहज्यूको एक मात्र बहिनीको नाम के हो यहाँ यता देखाउनु आउनु सोची लाइभ र हाम्रो यो दिदीले हेरिरहनु भएको छ भने हामी स्पेसली हेर्दैछौँ है के हो नाम के हो भाइहरू आउनु त भाइलाई थाहा छ अरे सागरजी एकैछिन सेतो लानु भाइलाई उता दिनु त नढालेर एकछिन मिल्छ बहिनी आउनु त भाइ के हो रोशनी शाह मात्र होइन मिलेन साँच्चीकै प्रेम दिनु पर्यो ल भाइलाई एकछिन जोरदार ताली प्रिय दिजुको नाम हो रोशनी राजा लक्ष्मी शाह र अर्को प्रश्न है बिचबाट यता बिचबाट आउनु पर्यो हुन्छ कि हुँदैन हुन्छ दाइले अभिनय गरेको पल शाहजीले अभिनय गरेको योभन्दा अघिल्लो चलचित्र कुन हो यता पछाडि कुन हो त्यहाँनिर निलो लगाएको आउनुहोस् त ल निलो लगाएको बहिनी आउनुहोस् त यहाँ आउनुहोस् त भाइ कुन हो भाइले मिलाउनु भयो तपाईँले मिलाउनु भयो तर हामी त्यहाँबाट दिने प्लानमा थियो यहाँ भइसक्यो त्यो एरियामा उहाँले मिलाउनु भएको छ सायद उहाँले मिलाउनु चाहिँ सुन्नु भयो त मैले लिपसिङ चाहिँ मिले जस्तो लाग्यो मलाई चाहिँ ओके आउनुहोस् तपाईँको नाम पनि भन्नु होला आउनु दिनुहोस् उहाँलाई ओके उहाँलाई भन्नुहोस् होइन ऊ बहिनी उहाँलाई थाहा भयो हजुरको नाम र फिल्मको नाम भन्नु ओके मेरो आगामी अघिल्लो चलचित्र मोहर थियो मोहरलाई तपाईँहरूले धेरै माया दिनुभएको थियो तपाईँहरू हल हलमा गएर माया गरिदिनु भएको थियो त्यसरी नै आगामी फिल्म मेरो आबाट आमा चाहिँ माग सुरु गरेर लाग्दैछ जसरी मोहरलाई माया दिनुभएको थियो त्योभन्दा दोब्बर माया दिनु होला भन्न चाहन्छु उहाँको क्यामेरा कसरी हेल्प गरिदिनुहोस् उता सरलाई दिनुहोस् सरलाई ओके बिस्तारै ओके टाइम साइड भिडियो गर्नुहोस् त हात कामिरहेको छ ल रोल गर्नुहोस् मलाई पहिला ओके रोल ओके लग्नुहोस् तपाईँलाई थ्याङ्क यू धन्यवाद आबाट आमा हेर्नुहुन्छ नि त सबै परिवारलाई लिएर जानु होला है हस् धन्यवाद अब त्यो एरियामा ओके अब त्यो एरियामा मेरा साथी हो त्यतातिर पल शाहज्यूले अभिनय गरेको कुनै एउटा दोहोरी गीत गाउन सक्नुहुन्छ केरा साथीबाट सक्नुहुन्छ दोहोरी गीत पल दाइले अभिनय गरेको कुनै एउटा गीत दोहोरी गीत गाउन सक्नुहुन्छ जसले गीत गाउँछ सक्नुहुन्छ तपाईँ अगाडि आउनुहोस् हात उठाउनुहोस् आउनुहोस् गीत गाउनुहोस् आउनुहोस् दोहोरी गीत पऱ्यो दोहोरी गीत है त मैले खेलेको गीत यताबाट कोही छ त्यता छैन भने यताबाट कोही छ
सक्नुहुन्छ ल आउनुहोस् त बहिनी यही नजिक रहेछ ल गाउनुपर्छ है ल कुनै गीत गाइदिनुहोस् त जमिना कलकत्ता ओढौली दुपट्टा अरूलाई धनको बात मायालाई पानको बात अरूलाई धनको बात मायालाई पानको बात थ्याङ्क यू एकचोटि बहिनीले सोध्दा जाने खै त अब यताबाट है यताबाट भाषण नै होइन यताबाट है हुन्छ यताबाट हुन्छ आदरणीय दाई पल शाहज्यूको पुरा नाम के हो थाहा छ ल आउँछ अहिले अहिले प्रश्न आउँछ यहाँ आउनुहोस् त तपाईँको नाम चाहिँ दाईको पुरा नाम भनिदिनुहोस् त पूर्ण विक्रम शाह पूर्ण विक्रम शाह पल शाह एउटा भेच्दै हाल्नु पर्यो आबाट आमाको भाइ यतिबाट एउटा प्रश्न गरौँ कि है प्रश्न अहिले त सजिलो छ सजिलो प्रश्न है पल दाईले अभिनय गरेको योभन्दा अहिले भर्खरै अभिनय गरेको गीतको नाम के हो कुन बुझेन होइन यसो गरौँ रुटिनमा खेलौँ रुटिनमा यसो रुटिन खेलौँ न म यसो बिस्तारै ल भन्नुहोस् त भन्छु तपाईँले रुटिनमा खेल्ने ल ल भन्नुहोस् त स्याउली बजारमा कसले भन्यो गीत पनि गाउनुपर्छ फेरि स्याउली बजार पनि गाउँछ ल आऊ ल यहाँ आऊ ऊ त राम्रो टिका लाए बहिनी गाउँछ अरे होइन ल गाउनु पर्ने बहिनी ल ल मैले माग दिइहालेँ ल दाइ यता फोकस गरौँ त ल स्याउली बजारमा ताना तानको हानानको तिमीलाई देखेर ताना तानको हानानको तिमीलाई देखेर हे ताना तानको हानानको तिमीलाई देखेर कति राम्री म त कति राम्री आखै कति राम्री म त कति राम्री जति हेऱ्यो उति राम्री स्याउली बजारमा लौ स्याउली बजारमा ताना तानको हानानको तिमीलाई देखेर ताना तानको हानानको मलाई देखेर थ्याङ्क यू सो मच बहिनीको नाम मेरो नाम पम्फा गिरी हो ओके एकचोटि जोरदार ताली दाइ अब कता छ हामीसँग भेष कति छ यो रहेछ दुईवटा रहेछ अझ दुईटा प्रश्न पानीबाट दिउँ पानीबाट ल एकचोटि पानीबाट है यता पछाडि क्यामेराभन्दा पछाडिको केटा साथीहरू केटी साथीहरू सबैलाई प्रश्न सजिलो छ मिलाउनुहुन्छ हुन्छ कि हुँदैन आदरणीय दाइ पल शाहज्यूको पहिलो म्युजिक भिडियो कुन हो मिलेन पछाडिबाट पछाडिबाट खैसिनी पछाडिबाट आएन पल शाहज्यूले अभिनय गरेको पहिलो म्युजिक भिडियो कुन हो पछाडिबाट आएन है वाट्सएप दाजु भाइ आउनुहोस् त ल यहाँ आउनुहोस् त ल आउनुहोस् त तपाईँ आउनु त मिल्छ कि मिल्दैन ल आउनुहोस् ल मिलाउनु पर्छ है नमिल्दा त पाइँदैन नि फेरि अब अन्तिम एउटा प्रश्न छ सजिलो छ त्यसो मिलिङ गर्दै गर्नुहोस् दाइको यसो बनाउट हेर्दै गर्नुहोस् म दाइको बनाउट अनुसार एउटा प्रश्न मिलाउँदैछु है ल आउनुहोस् त यता चलचित्र आबाट आमा माघ 16 गतेबाट विश्वभर एकसाथ प्रदर्शन हुँदैछ नजिकैको हलमा गएर यहाँले भिजिट गरिदिनु होला कुन कुन गीत तिमीलाई राम्रो रोप्छु ओके एकचोटि जोरदार ताली यतिको च्यालेन्ज हुनुपर्छ कि हो कि होइन अब अर्को सजिलो प्रश्न कताबाट दिउँ जताबाट धेरै हल्ला आउँछ त्यताबाट कताबाट खै
ठिक छ नानीलाई माथि पुऱ्याइदिनु ल एउटा बच्चा यहाँ अगाडि आउनु भएको छ आमा यसो हेरेर लिनु होला है क्यामेरा फोकस गरिदिनु त बेबीलाई अर्को प्रश्न भएको छ आदरणीय पल साज्यूको सर्वाधिक मस्ट भ्युड लोकदोरी गीत कुन हो सबैभन्दा बढी भ्युज गएको नेपाली लोकदोरी कुन हो जो तपाईँले धेरै सुन्नु भएको छ हेमराज दाइ त्यसमा टिकटक नबारेको कोही पनि छैन होला कुन गीत हो ल बाबु यहाँ बाबु कुन गीत हो होइन नि मिलेन है मिलेन यता फेरि मिलेन यतातिर मिलेन स्याउली बजार होइन कुन कानको मसला होइन यता ग्रिन आऊ एकछिन धान केला हुन्छ ग्रिन आउँछ ग्रिन एकैछिन आउनुहोस् न कुन भन्नु सबैले गाउनु हो नाम ल ठिक छ एउटा भेट्दै हालेँ मैले अब हामीसँग अन्तिम एउटा मात्र भेस्ट छ अन्तिम एउटा भेस्ट हो एउटा मात्र खिच्नु एकैछिन है अब पल दाइले अभिनय गरेको जोड्नु बिस्तारै गीत सुनौँ है ल मसँग गीत गाउनेलाई एउटा भेस्ट दिन्छु म ल पल दाइ अगाडि आउनुहोस् त अब दाइसँग मसँग एउटा सबै दाइको सबै गीत गाउने जसले जताबाट धेरै आवाज निकाल्छ त्यही थाहा एउटा भेस्टमा हुन्छ रेडी 1 2 3 धरतीमा आँखा खोली मैले बोलेको त्यो बोली सृष्टिकै पहिलो नाम यतातिर धरतीमा आँखा खोली मैले बोलेको त्यो बोली सृष्टिकै पहिलो नाम अब अर्को है कल्पनामै दिनका छु रातका छु खाएको बसाला अब अर्को गीत गुडियो अरूलाई धानको पात एकचोटि पानको पात देखाइदिनु सबैले एकचोटि खै पानको पात खै साथीलाई खै सुनि मुटुमै राखेर बुझिन मायाले यो पनि यादै छ कि म तिम्रै हो भन सुर्ती मार्दा मार्दै मामा यो पनि कथा रहेछ होइन गजल टिकी लाउनु माया नजर नलागोस् कसैको मेरी मायालाई यो पनि याद रहेछ होइन एकचोटि होला टिम अब हामी यो एउटा भेस्ट दाइ तपाईँ जता मनपर्छ त्यता दिनुहोस् कस्तो रहेछ यो भेस्ट पाउनलाई लास्टमा बस्नु पर्ने भयो हुन्छ नि ल एकछिन मेरो कुरा सुन न एकचोटि मेरो कुरा सुन न एकैछिन सबैले हात देखाइदिनु